भन्छ प्रो हुनुले गर्दा बिहारको बटलले जिहाल्छ 104 ल विनरको चाहिँ अब डाटा पस्दैछ यसो गर्दा चाहिँ भइहाल्छ हुन्छ त्यो ल अब विनर चाहिँ अब यस्तो तपाईँको विनर चाहिँ ताली दिनु पर्यो ताली 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 मैले 49 त पाएँ हो मैले 49 त पाएँ मलाई चाहिँ क्ल्याप छैन 49 त पायो आज चाहिँ मोमो पार्टी खाने भन्छ कि साथीभाइहरू हेरौँ है यस्तो चाहिँ जिन्दगी गाउँमा हेर आगो फुक्ने चाहिँ म कस्तो चल्दैछ त अन्त त्यहीमा दाकी आउँदैछ पारा टासीले पो तोडिदिँदैछ त टाइल्सको बेल्नेमा बेलाई त अब मिसिनले जस्तो हेरौँ न अन्त यहाँ मोमो पासिएर नि मोमो बनाउनेमा यहाँ तोरमा जस्तो बसिरहेको छु तोरमा जस्तो चाहिँ त बस्न भुइँमा अन्त आज चाहिँ मोमो पार्टी खाने भन्छ कि साथीभाइहरू हेरौँ है यस्तो चाहिँ जिन्दगी गाउँमा हेर आगो फुक्ने चाहिँ म बेल्ने टासी बनाउने कान्छी यहाँ पेमा गाकी नाना भावान बालोप भन्ने चाहिँ उयो पब्जीको खतरा चाहिँ ऊ बालोप गेमिङ भन्छ उसको चाहिँ सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला उसको बालोप गेमिङ पनि अन्त यता छ टासी एलडीआर भनेर आउँछ कि नाइट टासी गेमिङ भन्ने उसको पनि पब्जीमा छ अहिले पुरी बेल्दै भए पनि हात चाहिँ अम्ला पुरी के अरे पुरी बेल्नुमा मात्रै होइन पब्जीमा पनि दिइहाल्छ उसले चाहिँ खतरा 1v1 च्यालेन्ज दिइहाल्छ बोल्ने चाहिँ चाम्लिङ प्रो अब बोल्नेको अनुहार देखाउनु पर्यो नि एकछिन ल म चाहिँ अलिक बनिएर भन्नुपर्छ है त बालो पनि अलिक बनिउनु पर्यो नि कति चिठी काफर छैन मेरो चिया दिपक ढलाउँछ है बोल्ले अहिले म यहाँले हामी दुई घण्टा नै हुन्छ नि हामीहरु जस्तो चाहिँ अरूले चाहिँ यो गर्दैन होला नि यो 2 घण्टा जस्तो युट्युबर हुनु पनि साह्रो छ हेर यहाँको अन्त आफैले पोखाइहाल्यो अब खानु पाइएन अब थुक्निउँदै बसायो अब आफू चाहिँ मसिनो खुसी हरु सबै रमाउने चाहिँ यो ठाउँ हो भात भन्दा पनि यहाँ त बेसी खुसीहरू पाक्छ नि नाना त्यस्तो साथीभाइहरू सुनिहाल्नुभयो गाइस यहाँ चाहिँ भात मात्रै होइन मोमो मात्रै होइन खुसी पाक्छ अरे अघि इन्ट्रोड्युस गरे त तिम्रो मात्रै साँच्ची भर्खरै ऊ पनि नयाँ चेसमा लिएर आएको छ ममता 2024 भन्ने उसको युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होस् सबैजनाले उसको मुखबाङको आइहाल्छ हो भर्खरै चेसमा लिएर आएको छ खतरा भएको छ यता अब पेमा पातमा दाकी हो खासमा मैले भन्दा चाहिँ उसको खास नाम चाहिँ पेमा गाकी हो ऊ चाहिँ यहाँ ह्यान्डको चाहिँ अब के पो भन्छ मेहन्दी लाउनेमा खतरा हो मेहन्दीमा मात्रै होइन ऊ मोमो बनाउने पनि दिइहाल्दो रहेछ हो उसको मोटर स्किल्स चाहिँ एकदम तोडी हेर्नु यो मोमो उसको रेसिपी भनेर अब छिटै युट्युब च्यानल खोल्नेवाला छ हो स्याङदेन रेसिपी भन्ने आउँछ अरे सबैजनाले भोलिपछि सब्सक्राइब गरिदिनु उसको आमा चाहिँ उता खतरा ऊ चाहिँ के भन्छ प्रो हुनुले गर्दा बिहारको बटलले जिहाल्छ प्रोहरूले त्यस्तो दिइहाल्छ त्यहाँदेखि आउँछ जुनियरहरूको चाहिँ उसको बेल्ने नै हुन्छ यस्तो हेरे आउनु त्यस्तो छ जिन्दगी चाहिँ बालोप गेमिङ आइहाल्यो उसले अब मोटर स्किल फिङ्गरको स्किल डेभलप गर्नुलाई त रोल गर्नु थालिहाल्यो हो यस्तो छ हाम्रो किचनमा चाहिँ हेरिहाल्नुहोस् यहाँ अहिले 1 मक्टु मात्रै हुँदैछ अब 2-3 मक्टु भर्नु छ ठुलो भाँडा है तर मक्टु चाहिँ यता चाहिँ हाम्रो आमा हो सिनियर हो चाहिँ फेरि मोमोको आज चाहिँ मोमो पार्टी भन्दा भन्दै वाचिप्पा पनि मिसिएर चाहिँ दामी भयो वाचिप्पासँग चाहिँ खानुपर्ने
यो माइलीको हाम्रो पाट यस्तो छ है गाइस साथीभाइहरू हेरि आउनु यहाँ चाहिँ पाछा वाचिपा मोमो 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 पार्टी छ आज चाहिँ त्योभन्दा दामी त यो वाचिपा पो छ हौ भनेर कस्तो छ त अन्त हिसाब किताब भन्नु होला नि आमामा क्या दामी यो मेरो बिजनेस हो फिस राइस फिस छ फिस यो चाहिँ माछा अरे माछा पनि छ आज चाहिँ आमामा वाचिपा माछा कस्तो ओहो यो चाहिँ दिनुपर्छ पङ्कज सुप यो चाहिँ पाछा यो त बटल रहेछ सकेको पो रहेछ मोमो ल आज चाहिँ दामी हुने भयो चिकन सक्यो ल है अब चाहिँ चिल्लो भयो ल वाचिपा पनि कस्तो रहेछ वाचिपा राम्रो रहेछ आछिदेमे भनेर त उठि निक्लेर जाने ओछिन मुतेको छ कस्तो रहेछ वाचिपा मिठो भयो अति दामी मम्मीले बनायो नि कहाँबाट बनायो भनेको कि दहीले बनायो ल है गाइस अब चाहिँ मोमो पनि पाक्ने आँट्यो खाने बेला हुँदैछ रेकर्ड गरेर खानु अप्ठ्यारो हुने रहेछ अब यतिमै भिडियो राख्छु तपाईहरुलाई कस्तो लाग्छ गाउँको जिन्दगी मलाई चाहिँ एकदम राम्रो लाग्छ यस्तो किचनमा बसेर मिलेर खानु चाहिँ साह्रो मजा लाग्छ मिठो लाग्छ तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु है सबैजनाले बाइ बाइ